साथीहरू राधे राधे। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला नि। र हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र चाहिँ म अहिले आएको छु नदीतिर हेर्नु छाता ओढेर। अहिले चाहिँ पानी पुरा परिरहेछ, चट्याङ पनि हानिरहेछ। र म अहिले चाहिँ मिनी ब्लग स्टार्ट गर्नु जाँदैछु गाइस। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चौरीतिर हेर्नुहोस् न, यता नि पानी नै पानी, जता हेऱ्यो पानी पानी भएको छ। र हिजोबाट त एकदम पानी 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 भइरहेछ साथी हो। हेर्नुहोस् उता पनि पानी पानी, हेर्नुहोस् पानी पानी पानी, जता पनि पानी पानी। र साथी हो मैले त्यो मेरो यो युट्युब च्यानलमा चाहिँ यो मेरो अर्को युट्युब च्यानलमा चाहिँ फर्स्टचोटि यो मिनी ब्लग बनाउँदैछु। र सबैले माया गरिदिनु होला, साथ दिनु होला होइन। हेर्नुहोस् जता पनि पानी पानी छ उता। साथी यो चौरी हो, हाम्रो यता गाई गोरु बान्ने हो। यता हाम्रो बादल भाइको खेती हो, यता रार लगाएको थियो, अहिले रार काटिसकेर छैन अहिले। यहाँ चाहिँ अम्बकको गाछ छ, आमको गाछ छ, गमारी छ, अब के रोप्नु भएको छैन। र तपाईँहरूले मेरो युट्युब च्यानलमा धेरै माया गरिदिइराख्नु भएको छ, र त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच। अब पानी परेर अब छाता ओढ्ने टाइम भयो आसामतिर त। अब भरे राति पो पानी डह्रो पर्छ त साथी हो। र सबैलाई हाम्रो यो जग्गा कस्तो लाग्यो कमेन्टमा जनाउनु होला। र नेक्स्ट भिडियोमा फेरि भेट्नेछु तपाईँहरूलाई। आजको लागि यति नै भिडियो, नेक्स्ट भिडियोमा फेरि भेटौँला। सबैलाई राधे राधे, जय गोर्खा, जय श्री कृष्ण, बाई बाई। हेर्न सक्नुहुन्छ छाता।